अरे दिलकुमार कहाँ आएको दिले तेरो नाम चाहिँ उयो छ ल रकी हो ल नाम चाहिँ रकी भनेर बोला ल दिलकुमार कुनै जाति नभन ल तेरो बाउको नामबाट बोलाउँदा कस्तो हुन्छ साग फारे तेरो बाउ होइन साग फारे तेरो बाजे फेदाक्से राम्रो नाम राखेछ तेरो बाउ बाजेहरूको चाहिँ मेरो बाउको नामबाट किसिम नबोलाइ रकी है नाम नापिस रकी ए दिलकुमार अरे दिलकुमार कता गएको अरे खम्बुको बच्चा खम्बु आइतेको बच्चा त्यो दिलकुमार त्यो छोरा भाइ मेरो नाम चाहिँ रकी हो है भाइ रकी भनेर बोल है कहाँ गएको यहाँ गएको ओ बाउ ओ बाउ यहाँ आऊ के भयो धम्कीसरी बोलाउँछस् त आजदेखि तिम्रो नाम दिलीप कसरी दिलीप भयो म दिलीप दोस्रो भयो दिलीप अचानक मेरो नाम चाहिँ कसरी चेन्ज भयो मान्छेले अन्त मलाई जिस्काउँछ अन्त दिलकुमार भन्छ अन्त कसलाई जिस्का मेरो नामले अन्त कसको नामले जिस्काउँछ अन्त तँलाई जिस्कायो भने त मेरो नाम चाहिँ कसरी चेन्ज गरेको तैँले त्यो चाहिँ को हो मेरो नाम चेन्ज गर्ने आफूले चाहिँ मेरो नाम राख्दा चाहिँ हो नि अरे अनि मैले चाहिँ तिम्रो नाम राख्नु पाएन कसरी चाहिँ मेरो दिलीप भयो दिलको जग्गामा चाहिँ पी थपिदिएको छु दिलीप कुमार चाहिँ मैले हटाएर लिक राखिदिएको छु त्यो मिलाएर दिलीप हुन्छ यो नामबाट जिस्काए पो भन्नु दिलीपबाट कति राम्रो सुन्यो दिलकुमार भन्छ अन्त हुने पो राख्नुपर्छ र दिलकुमार हाँस्यौ नाम राख्छ के भन्छ बाउको नाम होइन